एउटा आम निर्वाचन लड्या छैन, प्रधानमन्त्री हुन्छु भनेर भनिदिया छ, हुन्छ भनिदिया छ, प्रचार गरेका छ, हो हल्ला मचाएको छ। कसले प्रचार गर्दैछ बाजे? मलाई त कसैले भन्दै थियो हजुर त 8 कक्षा फेल हो भनेर। अनि बालेन त फेरि अहिले पिएचडी गर्दैछ नि। अनि हजुर फेरि अनुभवको कुरा गर्नुहुन्छ। अनुभव फेरि कसरी कम भयो? केही नजानेका गुलेली मट्याङ्ग्रा खेल्दै गरेका गुच्चा खेल्नेहरूलाई ल्याएर जिम्मा लगाइदिनुपर्छ देश। गुच्चा खेल्ने ऊ होइन के बाजे, उसको छोरो आइसक्यो छोरो। बाजे पनि कुरै नबुझ्ने भने हात्तेरिका। पाइलटको सिटा नबसेकाहरू पाइलट भएर देश चलाउने सिकेकै छैन। हवाई जहाज चलाउने हो र पाइलट हुनको लागि? कस्तो कुरा नबुझेको हो बाजे? देश चलाउनको लागि किन पाइलट हुन पर्यो? 70 वर्षका बुढाले पनि देश चलाउँछ भन्छन्। एक दुईपल्ट चलाइसकेपछि त अनुभवी हुन्छ, त्यसकाले पनि देश चलाउँछ। केही नजान्नेलाई देश जिम्मा लाउनुपर्छ भन्छन् यहाँ अनुभव नभएका नजानेकाहरूले, किनभने ती नयाँ छन्। नयाँले देश चलाउँछ। नयाँले त हो नि देश चलाउने। कहाँ वृद्ध भत्ता खाने मान्छेले हो र देश चलाउने? बाजे पनि कस्तो कुरा नबुझ्या हत्तेरिका। यदि बेलायतको सम्बन्धमा कुरा गर्नु पर्यो भने बेलायतमा ठोरी र लेबर दुईटा पार्टी छन्, कन्जर्भेटिभ र लेबर। कन्जर्भेटिभ र लिबरल दुईटा पार्टी छन्, पुराना अनुभवी पार्टीहरू छन्, देश हाँक्ने अनुभव भएका पार्टीहरू छन्। अनेक हिउँद बर्खा उतार चढाव देखेका सयौं वर्ष पुराना पार्टीहरू छन्। त्यहाँ बेलायत बच्छ, बचाइन्छ, बेलायतको विकास हुन्छ, किनभने त्यहाँ पुराना पार्टीहरू छन्, अनुभवी पार्टीहरू छन् भनिन्छ। बेलायतसँग कम्पेयर गरेर बस्नु भएन कि बाजे? उनीहरूले त इङ्ग्लिस कसरी फटाटाटा बोलेका हुन्छन्, हजुर त इङ्ग्लिस पनि हेरेर बोल्न पर्छ। अनि मैले जति पनि इङ्ग्लिस बोल्न सक्नुहुन्न, हजुर त हेरेर घोकेर बोल्न पर्छ। मैले त बरु फटाटाटा बोल्छु नि। अनि तिनीहरूसँग कम्पेयर गरेर हुन्छ त? तिनीहरू त पढेका छन्, बुढा भए पनि पढेका छन्। यहाँ त हजुर त 8 कक्षा फेल हो। नेपालमा चाहिँ के भनिन्छ, पुराना पार्टी काम लाग्दैनन्, पुरानाले हुँदैन। हजुर पुरानो भएर पो के गर्नु भएर त्यहाँ रेल ल्याउँछु भनेको म यत्रो हुँदादेखि हो। अहिले पनि त्यस्तै हो, जति अनुभवी भयो नि के। अहिले नयाँले त मेयर भएर पनि कति त्यो शिक्षकहरूको तलब यति थियो, यति बनाइदिए। अनि अनुभव भएर नि क्यार्नु बाजे हजुरले?